So what is up? Hello everyone, it's me your boy Saroj Bist aka Saroj Vision. वेलकम ब्याक टु माई युट्युब च्यानल है। आज चाहिँ म यस्तो खतरा ठाउँ घुम्न जाँदैछु कि हैन, 400 वर्षभन्दा पुरानो इतिहास बोकेको ठाउँमा जाँदैछु। त्यो चाहिँ इनियामाको क्यास्टल रहेको छ है। त्यो ठाउँमा के छ त, त्यति पुरानो ठाउँमा हैन, भित्र के कुराहरू छ त्यो हजुरहरूलाई देखाउने छु। र मेरो साथमा चाहिँ आज मेरो भाइ इस्माइली कोइला। ल मेरो भाइलाई पनि वेलकम। इस्माइली कोइला है त मेरो भाइ होइन, कमल हो हैन उसको नाम चाहिँ। ल अब हामी चाहिँ गन्तव्यतिर लाग्दैछौँ है। के कस्तो छ हजुरहरूले बाटो देख्नु बारेमा गएकोमा केही कुरा सेन्सीहरूले भनेको चाहिँ छैन यो ठाउँको बारेमा। केही इतिहास केही थाहा छ भने भन्न सक्नेछौ तिमीले। के कुरा थाहा छ? क्रिस्चियनहरूको बारेमा र मन्दिरहरूको बारेमा चाहिँ शिक्षाहरूले के भन्नु थियो? शिक्षाहरूले चाहिँ यो चाहिँ यस्तो हो अनि यो चाहिँ यसको लागि के अरे यो भएको हुनाले त्यसलाई चाहिँ त्यो चाहिँ यो भनेको चाहिँ के मतलब त्यो चाहिँ त्यहाँनिर भएको स्ट्याचुहरूको र मन्दिरहरूको चाहिँ अहिले सेचुमै गर्न सक्छौ तिमीले। अहिले एकछिनमा चाहिँ भन्न सक्छु ल है त, त्यही भएर भिडियो एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ। सुरुदेखि चाहिँ अन्त्यसम्म चाहिँ हेर्न चाहिँ नछुटाउनु है। बिचमा अगाडि हेऱ्यो काट्यो फेरि लास्टतिर गऱ्यो भने बिचमा के छ कस्तो छ त्यो हजुरहरूले अनि हाम्रो ल है त। म म्याप देखाउने गइरहेछु। यो चाहिँ म्याप हो है त, यो चाहिँ म्याप हो। यस्तो छ, यो चाहिँ हेर्न सक्नुहुनेछ म्यापमा चाहिँ होइन, यस्तो टाइपको छ। अझै नजिकबाट हेरौँ न हामी चाहिँ अहिले तल छौँ, त्यहाँ माथि क्यास्टल। यो चाहिँ पहिला हुन्छ नि युद्ध हुने त्यति बेला क्या, हो त्यो बेलाको हो क्या योहरू चाहिँ। म त्यसको बारेमा इतिहास पनि हजुरहरूलाई भन्ने नै छु। यो ठाउँमा चाहिँ होइन यस्तो टाइपको बस्ने कुराहरू पनि छ है। इफ आफूले केही कुरा खानाकुराहरू बोकेर आयो भने त्यस्तो ठाउँमा चाहिँ गएर चाहिँ बसेर खान चाहिँ सकिन्छ। तर जाडो चाहिँ चिसो नै भयो है अहिले। हामी चाहिँ फर्किने बेला चाहिँ सबै देखाउने छु। यहाँ चाहिँ खानेकुराहरू के पाउँछ त है। ल अब चाहिँ हामी चाहिँ जाने भनेको चाहिँ यहाँ हो क्या, यो टपमा हो क्या। अझै पनि घुम हान्दिउँ होइन, यो ठाउँमा जाने हो। तर हामी चाहिँ यहाँ छौँ अहिले। यो चाहिँ यस्तो थियो होइन, हामी चाहिँ त्यहाँबाट आएर चाहिँ यो क्याफे मेरो फेभरेट, एकदमै टेरिस क्याफे होइन, एकदम मेरो फेभरेट यहाँ इन्डियामा मध्येको होइन। म चाहिँ त्यहाँ आउँछु अनि त्यहाँ बसेर चाहिँ उतापट्टिको भ्यू हेर्दै कफी खाने गर्छु होइन। फ्री टाइममा चाहिँ यही हो इन्डियामा क्यास्टल है। चिउस्याजन चाहिँ उतापट्टि छ है, पार्किङ चाहिँ उतातिर छ। र यो चाहिँ हामी भित्र छिर्ने ठाउँ भयो है। यहाँ चाहिँ फर्स्ट प्रायोरिटी चाहिँ जापानमा चाहिँ यही कुरा मलाई राम्रो लाग्ने हो क्या, गाडीलाई रोकेर होइन फर्स्ट चाहिँ हिँड्ने मान्छेहरूलाई चाहिँ। यहाँ चाहिँ हावा चाहिँ आज एकदमै धेरै चल्या भएर लास्ट पुग्यौँ है। अनि यहाँ चाहिँ भित्र छिर्ने बेला मान्छेहरूले यहाँ ढोगिरहेको हुन्छ होइन। यो चाहिँ प्रवेशद्वार चाहिँ मेन गेट चाहिँ यो हो है, यो हो। अनि यसको इतिहासको बारेमा चाहिँ यहाँ किन ढोग्छन्, यहाँ के हो कस्तो हो भनेर चाहिँ यो कुरा चाहिँ मेरो भाइले मैले कोइला ल बिच बाटोबाट चाहिँ यो ठाउँमा बस्ने राजा एउटा चाहिँ बिच बाटोमा त लिएर आउँदाखेरि चाहिँ आउने बाटो भएको हुनाले चाहिँ यो चाहिँ मान्छेहरूले ढोक्छन् र यो मन्दिर भएको हुनाले मान्छेहरूले ढोक्छन्। अनि यो साइडबाट हिँड्छन् किनभनेदेखि यो बिचबाट चाहिँ यहाँको रथहरू अथवा मन्दिरको राजाहरू पहिला सुरुमा यो ठुलो सरले बिचबाट सिधा आउँथे अरे। त्यही भएर चाहिँ अरू मान्छेहरू चाहिँ त्यही भएर चाहिँ यो ठाउँको साइडबाट हिँड्छन् रे। भन्दै थियो त अनि अघि नै ए राजाको नाम ओदा नोबुनागा राजाको यो चाहिँ किल्ला है। पहिला चाहिँ यहाँ चाहिँ ओदा नोबुनागा राजा चाहिँ बस्ने गर्नुहुन्थ्यो र यो किल्ला चाहिँ एकदमै माथि हाइटमा भएको कारणले गर्दा युद्ध गर्न सजिलो हुन्छ हैन।
भनेर चाहिँ एकदम हाइटमा बनाएको थियो। अनि अर्को कुरा भनेको हिँड्दै बोल्दै जाऊँ न। अनि अर्को कुरा भनेको चाहिँ होइन यसको चाहिँ रहस्य भनेको चाहिँ अर्को चाहिँ होइन यो चाहिँ हुन्छ नि बन्न चाहिँ कहिले बनेको थाहा छ 1537 मा बनेको क्या 1537 मा बनेको हो यो बन्न चाहिँ यो क्यास्टल चाहिँ थाहा छ कि छैन तिमीलाई थाहा छैन होला होइन। अनि यतातिर ल यसको बारेमा पनि चेचुमे गरिदेऊ ल। यसको बारेमा चाहिँ भन्नुपर्दा यो चाहिँ नेपालीहरू जस्तै यो चाहिँ एकैछिन रोक है त उताबाट चोखो पानी यो यस्तो गरिसके पछाडि खाइसके पछाडि अथवा यसले चाहिँ पाप पखाल्छ भन्ने जताततै त्यही त हो नि विश्वास मान्छेहरूलाई है। यो पानी पिउने गर्दछन् मान्छेहरू चाहिँ यो चाहिँ पाप पखाल्यो भन्ने चाहिँ यसमा चाहिँ इतिहास चाहिँ त्यो रहेको छ। यसको पछाडिको विशेषता भनेको है एक दुई पटक चाहिँ यतिसम्म चाहिँ पढ्न चाहिँ सकिन्न होइन। अनि मैले देखाइसकेँ हजुरहरू पढ्न सक्नुहुनेछ है। यसको चाहिँ विशेषता चाहिँ यो रहेको छ। ल भाइले चाहिँ के गर्छ ल देखाइदेऊ त भाइ। सुरुमा चाहिँ हात धुने रहेछ है। हो नेपालतिर नि त्यही गर्छ नि। ल यहाँ यस्तै है त। ल यो त तलको भाग मात्रै हो क्या माथि त देखाउने नै छ। गर्दा मलाई चाहिँ एउटा कुरा चाहिँ एकदमै धेरै स्मरण भयो क्या पहिलाको मान्छेहरू चाहिँ कति बलियो थियो होला नि भनेर क्या। किनभने हामीहरू अहिले एक्सर्साइज गर्छौँ यस्तो कुद्ने रनिङ हुन्छ नि अब मान्छे एक्सर्साइज गर्ने जिमतिर भाग्छ कि तर पहिलेको मान्छेहरू होइन यत्रो खुड्किला सर्दा पनि हुन्छ नि नथाकेर यो युद्धको लागि लडाइँ गर्दै यत्रो खुड्किला सर्थ्यो भने हामी खुड्किला सर्न चाहिँ यस्तो गाह्रो कि एकैछिनमा थाक्ने क्या। हामी कति कमजोर रहेछौँ भन्ने यहाँबाट पनि थाहा हुन्छ क्या। यो चाहिँ नन्दनी हो गाई रहेछ है। यो चाहिँ गाई ए गोरु मतलब कस्तो भने यो उता भएको दिन पनि गोरु नै हो। गोरु नै हो। गोरुलाई चाहिँ किन ढोक्यो किन खानेहरूले चाहिँ यहाँको यो गोरुले चाहिँ किन पुज्ने रहेछन् भने खाना चाहिँ फेरि मासु चाहिँ गोरु पनि खान्छ गोरुकै खान्छन्। अनि यो यसलाई चाहिँ किन पुज्छन् भने यो गोरुलाई पुजिसके पछाडि चाहिँ मान्छेको ज्ञान हुन्छ नि पढ्न सक्ने क्षमता बुद्धि आउँछ भनौँ न त्यस्तै चाहिँ बढ्छ अरे यहाँ पूजा गरिसके ल बुद्धि दिमाग आउने रहेछ है त। भएर यहाँनिर पनि पढाइको लेखेको छ नि हेर्न सक्नुहुन्छ तपाईँहरू। ल है त अगाडितिर पनि जान्छौँ। पछि जापानमा चाहिँ एउटा हुन्छ नि नेपालतिर यतैबाट जाने यतैबाट निस्किने हुन्छ नि। नेपालतिर रुल्स एन्ड रेगुलेसन नेपाल भन्छ जापानतिर चाहिँ रुल्स एन्ड रेगुलेसनमा हिँड्नुपर्ने हुन्छ होइन। यताबाट माथि जाने र यताबाट तल आउने हुन्छ कि हामी चाहिँ जता पायो त्यतैबाट हिँड्ने है। त्यो चाहिँ स्टिल अहिले पनि हाम्रो बानी चाहिँ छ नै होइन बिस्तारो सुधार गर्ने नै छु। ल हामी पुगिसकेका छौँ माथि। यो चाहिँ ओइनरी गर्ने ठाउँ है त। यहाँ चाहिँ यस्तो अरे क्या मागेको हुन्छ नि कुराहरू चाहिँ सोचेको कुराहरू चाहिँ यहाँ आएर पूजा गर्दा चाहिँ पुरा हुन्छ भन्ने चाहिँ यहाँको चाहिँ एकदमै ठुलो हुन्छ नि मान्छेहरूमा चाहिँ विश्वास छ भनौँ न। र अहिलेसम्म धेरै जस्तो ठाउँमा चाहिँ भएको पनि छ है पानी पर्न थाले। यहाँ चाहिँ यसरी नै ओइनरी गर्छन् है मान्छेहरू देख्न सक्नुहुनेछ पैसा यसरी फालेर। यहाँबाट चाहिँ माथितिर है जाने ठाउँ हो र यता टिकट काट्ने ठाउँ। हामीले टिकट काट्नुपर्ने हुन्छ है। टिकट काटेर मात्र माथि जानुपर्छ होइन भने मिल्दैन। हामीले चाहिँ यता काट्नुपर्ने हुन्छ टिकट। हामी चाहिँ टिकट काट्नेछौँ ल्याउनेछौँ के पो खाउकत्त चाहिँ यहाँनिर हाम्रो दाजुले देखाउँदै हुनुहुन्छ। त्यहाँ थिच्ने त्यसरी यसरी पैसा हाल्ने यो त कार्डबाट क्या रहेछ।
आरिगातो गोजाइमासु। यात्ता। हाई। ल हामीले चाहिँ टिकट चाहिँ किनेको है। लाइन बस्नुपर्ने हुनेछ किनभने यत्रो लाइन लास्टै गलत टाइममा आएछौँ हामी पानी पनि परिरहेछ यस्तो लाइन पनि बस्नु पऱ्यो है एकछिनको लागि लाइन त्यसपछि माथि जाने नै छु कुर्नु पऱ्यो पालो कति बेला आउँछ थाहा छैन अझै पनि यहाँ भाइ ल लाइन बस्नु पर्दा चाहिँ कस्तो फिल भइरहेको त तिमीलाई डान्स गरिदियो नि त तल्ला तल्ला बाजेको डान्स पनि खत्रै हान्छ नि भाइले फेरि ताइखान्दाने यस्तो लाइन बस्नुपर्ने भयो हामी पनि लाइनमा छिर्यौँ है कति बेला पालो आउँछ थाहा छैन यदि होइन आज पालो आएन भने अवश्य हामी पुर्ने नै छौँ कति धेरै मान्छे हेर आज नानीले म भाइलाई चाहिँ होइन एउटा चाहिँ अप्सन पछाडि आउनु थालिसक्यो थोरै लाइन चाहिँ थोरै ल म तिमीलाई एउटा होइन पावर दिन्छु सदुपयोग गर होइन यता आऊ न सदुपयोग गर त्यो पावर दिन्छु भने त्यो पावर चाहिँ तिमी के माग्छौ ल एउटा मात्रै तिमीले त्यो हुन्छ नि अहिले युज गर्न मिल्ने र के माग्थ्यौ ल भन म अहिले चाहिँ एकदम यो लाइन सबै गाइड गराइदिनु हो मेरो चाहिँ चस्मा छ नि चस्मा कस्तो टाइपको चस्मा थाहा छ सबैले नाङ्गै देखिराखेको भनेर पुरै भिडियो बनाएर एउटा अलि पालो आउला आउला जस्तो भयो है क्यामेरा स्यामेरा त नो क्यामेरा भने अब के गर्नु लगेर जाने हो फाइनल्ली हामी पुगिसकेका छौँ खाता यसरी राख्ने होइन अनि भित्र चाहिँ पुरै अँध्यारो छ जस्तो छ है जुत्ता चाहिँ निकालेर आफूले बोकेर जाने हो क्या भाइ गेटबाट सुरुबाट त्यहाँ गेट छ गेटबाट यहाँ आउन मिल्थ्यो र अहिले चाहिँ ठ्याक्कै उल्टो क्या यत्रो लाइन नबस्दासम्म पालै नपाउने गोल्डन वेको एकदमै धेरै भिडभाड यहाँबाट चाहिँ सुरु हुन्छ है देख्न सक्नुहुनेछ पुरै ढुङ्गा यो सिडी चढ्दै गर्दा है जापानका सामुराको हातमा अझै पनि हिँडिरहेछ जस्तो अझै जीवित छ जस्तो लागिरहेको है यत्रो ठुल्ठुलो ढुङ्गाहरू छ देख्न सक्नुहुनेछ एकदमै ठुलो ढुङ्गाहरू छ यस्तो ठाउँमा चाहिँ होइन पुरै यहाँभित्र पनि देखाइदिन्छौँ हामी के हो यस्तो यस्तो छ है यो सिडी काठको अनि वरिपरि पुरै ढुङ्गा है त्यही भएर यो कति वर्ष अझै पनि जीवित हुनेछ क्या यो लास्टै बलियो छ क्या देख्न सक्नेछौँ हामी यस्तो छ कस्तो ठुलो आमा पुरै लेखेको छ यहाँबाट बाहिर भ्यू है यतातिर मान्छे यताबाट यत्रो ठुल्ठुलो हेर न पहिलाको मान्छेहरू चाहिँ यत्तिकै बलवान भने होइन क्या बलवान विद्वान चाहिँ भने होइन क्या यसको पछाडि एकदमै ठुलो विशेष राज छ क्या माथि होइन हामी घुमेर उताबाट निस्किने हो क्या भाइ घुमाउँ न सुरुमा यस्तो छ क्या भित्र हाम्रो पहिला शिलालेख के भन्दै नि हो त्यसरी नै लेखेर है राखेको रहेछ यहाँ चाहिँ तल पनि पुरै खोला यहाँदेखि बाहिर चाहिँ
खोला छ तल अनि खोला रुख अहिले माथिबाट देखाइहाल्छु नि म यो भ्यू चाहिँ देखाउने नै छु होइन सुरुमा चाहिँ भित्रको सामुरा है राजा पहिलेका राजा यस्तो थिए राजाको तस्बिर यहाँ ढुङ्गा यस्तो बलियो बलियो ढुङ्गाहरू हेर न भाइ भित्र आउँदा चाहिँ एकदमै हाइट ठुलो भएको मान्छेले चाहिँ ख्याल गर्नुपर्ने चाहिँ ओ माई गड यो राज्यलाई चाहिँ मान्नै पर्छ क्या त्यही भएर जापानको सबैभन्दा प्रख्यात एकदमै फेमस होइन र एकदमै बलियो काठले बनेको ठुल्ठुलो ढुङ्गाहरूले बनेको क्यास्टल र सबैभन्दा धेरै माथि उचाइमा रहेको क्यास्टल एक मात्रै इनोयामा क्यास्टल हो क्या यहाँ देखाउने नै छु नि यस्तो छ क्या देख्न सक्नुहुनेछ यो चाहिँ क्यास्टलको बनावट है टक्क लाएर यस्तो छ क्या काठले बनेको भएर यो पनि के भन्छ स्ट्याचु पनि एकदमै काठको छ क्या इङ्ग्लिसमा पनि लेखेको रहेछ है यहाँ देख्न सक्नुहुन्छ पढ्न सक्नुहुनेछ है इङ्ग्लिसमा लेखेको छ टक्क लाएर यहाँबाट चाहिँ हामी माथि जानेछौँ यहाँबाट चाहिँ माथि आमामा यस्तो ठाडो छ यार यो चाहिँ यहाँबाट मान्छे खस्यो भने त गाह्रै छ गाह्रो छ गाह्रो यताबाट घुम्ने त लाने यहाँ पनि लाइन क्या फेरि अब माथि जानलाई पनि अब हेर त लाइन पनि अब यहीँ भयो भने टाइम स्ल्याब हानेर बस्ने नि भाइ म यस्तो माथिबाट डेन्जर खतरा टाइम स्ल्याब हान्ने नै छु होइन भित्र टक्क लाएर यतातिरको भ्यू पछाडि गाउँ छ है तल खोला पछाडिको गाउँ र यतातिर लाइन फेरि माथि क्यास्टल हेर्नलाई पनि माथिको भ्यू हेर्नलाई पनि लाइन हामी यहीँबाट देखाइदिन्छु नि ऊ त्यो चाहिँ किसो रिभर है यसको नाम चाहिँ किसो रिभर यहाँ चाहिँ एकदमै धेरै खतरा तरिकाको हानाबिनी हुन्छ होइन एकपटक चाहिँ हामी लाइन बस्नुपर्ने हुन्छ है लाइन बस्नुपर्ने हुन्छ होइन भने माथि जान दिँदैनन् अरूको ठाउँ छ है रुल्स एन्ड रेगुलेसन चाहिँ फलो गर्नु नै पर्छ र गरिरहेको नै छौँ अहिलेसम्म यो ठाउँमा होइन भने रुल्स एन्ड रेगुलेसनले चलेको एकमात्र देश भनेको चाहिँ जापान हो क्या मान्छेहरू कति धेरै छ भिडभाड भित्र चाहिँ बत्ती भएर चाहिँ सबै चिज चाहिँ प्रष्ट देखिन्छ है हेर न काठको क्या यस्तो डाँडामा होइन काठको यत्रो ठुल्ठुलो काठ कसरी बनायो होला क्या एकछिन यसो सोच्दा पनि है दिमागै हल्लिन्छ क्या यसो एक राउन्ड हेरेर चाहिँ यतातिर यतातिर चाहिँ तलको है इन्ट्री गेट यताबाट एक्जिट पनि त्यतैबाट हो यो चाहिँ माथिबाट इनियामाको भ्यू है माथिबाट अझै बवाल देखिन्छ क्या अनि यो चाहिँ काठले क्या जे पनि यो पनि काठले हेर्दा नि माइ गड कस्तो दामी देखेँ यति चाहिँ हुनु पऱ्यो क्या चाहिँ होइन आँखाले नै हुन्छ नि यो दृश्य नै लाइक म घर जान्छु भने यहीँ बस भनाइराख कि एकपटक अवश्य नै आउनु होला स्माइली भाइ अँध्यारोमा नि कस्तो टल्किरह हो क्या पुरै खतरा लाग्यो ल भन्दै सबमा चाहिँ होइन लाइन लाएर हिँडेर खान्छ नेपालमा कुनै मन्दिर हुन्थ्यो भनेदेखि यहाँ यस्तो हुन्थ्यो होला नै असम्भव तर दुईजना सँगै आएर चाहिँ यसो भिडियो पनि बनाउने जाम ब्लग बनाएर चाहिँ होइन आफू मात्रै के हेर्ने त होइन सबैले देखाउँ न यो ठाउँको बारेमा भनेर चाहिँ हामी चाहिँ यो ठाउँ हेर्न आएको है ल अब हामी माथि चढ्नलाई लाइन यहाँसम्म पुग्यौँ है थोरै छ धैर्यता गर्नुपर्छ राम्रो दृश्य अवश्य देखिने नै छ पनि अब माथि टप भ्यू हेर्ने
हेर्न जाने पालो आयो है फाइनल्ली। हेर न बुढाबुढीहरूलाई चाहिँ गाह्रो क्या अब यस्तो ठाडो छ आमामामा है। हाम्रो नेपालको मठ मन्दिरमा पनि होइन मन्दिर जाँदा पनि यस्तै यस्तै फिल आउँछ भने हामीले त्यो फिल यहाँ गरिरहेछौँ। टाउको ठोकिन्छ है भाइ आमामामा यस्तो छ तल तर माथि चाहिँ गाह्रो छ। अझै माथि जान पनि धैर्यता गर्नुपर्ने छ अझै। एक तला कति हामी 4 तला 5 तला रहेछ यार माथि जाने। है लास्टै चिसो रहेछ यार। आज गलत दिनमा चाहिँ आइएछ। त्यत्रो कुर्नु पर्यो हजुरहरू। शनिबार आइतबार र यस्तो गोल्डेन विक यस्तो एसएमईको बेला चाहिँ नआउनु होला होइन। ल है त ल अहिले खिचौँला। ल हेरौँ माथिबाट इनुयामा हो है यो चाहिँ इनुयामा यस्तो दामी छ देख्न सक्नुहुन्छ। तल चाहिँ यति माइ गॉड यस्तो दामी छ कि ठाउँ। तल हेर खोला। यहाँ चाहिँ कतिपय मान्छेलाई डर पनि लाग्ला होइन यति तल छ। हामी यति धेरै हाइटमा छौँ। भयो त यस्तो दामी भ्यू देख्न पाउँदा। जाडो चाहिँ अति नै जाडो छ होइन। अहिले चाहिँ आकाश खुलिसकेको छ। घाम लाग्दा चाहिँ यस्तो देखिने रहेछ क्या। तर डर चाहिँ है यत्रो तल यस्तो छ अनि खोला छ उतापट्टि तल जङ्गल छ। इन्दिगो होटल इन्दिगो चाहिँ यो त्यहाँ मङ्की टेम्पल। त्यहाँबाट चाहिँ मङ्की टेम्पल। यो चाहिँ मङ्की टेम्पल भोलि चाहिँ हाम्रो गन्तव्य यो हुनेछ होइन। इनियामामा हजुरहरू होइन आउनु घुम्ने ठाउँहरू म्याक्सिमम् धेरै इनियामा नै होला है। यो ठाउँमा चाहिँ लास्टै धेरै नै छ जस्तो लाग्छ अरूभन्दा है। क्यास्टल अनि बवाल नै छ यो। अनि कोमाकी क्यास्टल पनि देखाउनेछौँ हामी नेक्स्ट टाइम। कोमाकी पनि जानुपर्ने हुन्छ। त्यहाँ ट्रेन गइरहेको ट्रेन त्यो ट्रेन आएको देखाउँदा चाहिँ देखाउनु पाएको हुन्छ है। अघि चाहिँ थाहै भएन क्या यतातिर यो गाडीहरू। यहाँबाट चाहिँ होइन तलतिर चाहिँ एकदमै बवाल छ यो ठाउँ चाहिँ। यस्तो राम्रो ठाउँमा तलको हामी अघि नै आउँदा यो पुरै थियो क्या लाइन थियो है। ल अब हामी सकियो आजको भ्रमण चाहिँ माथिबाटको भ्यू। अब तल खानेकुराहरू के पाउँछ यो ठाउँमा खाजा खाना कहाँ जाने त्यो पनि देखाउने नै चाहिँ अवश्य नै। ल हिँड यस्तो झर्न चाहिँ गाह्रो छ है। जति चढ्न गाह्रो थियो त्योभन्दा धेरै झर्न गाह्रो हुन्छ भाइ। राम्रोसँग बिस्तारै है फेरि। अझै लाइन छँदैछ यार। कहिले सक्यो होला है लाइन। हामीले चाहिँ घुमेर आइयो माथिबाट भ्यू हेरेर। छाङ भलमिङ थोङ खाङ खोज्यौँ खर मोटा उठो गेलाई के हो हाँसिन् त नानी। हाँसिन् नानी पुरै यहाँ अघि नै हेरिसक्यो हामीले। अघि डाइरेक्ट हामी माथि आयो हुन्थ्यो क्या भाइ। हो ल एक राउन्ड हेरेर आऊ न म तल देखाउँदै गर्छु। यो चाहिँ आम्मा बुढापाकाहरूलाई चाहिँ हुन्छ नि एकदमै गाह्रो क्या। हामीहरूलाई त्यस्तो गाह्रो छ यहाँबाट। ठाउँ हेरेर माइ गॉड चिप्लेला फेरि अहिले यताबाट जाने फेरि अर्कै ठाउँबाट जाला। ओ माई गॉड हेरियो मजाले है घुमियो। यस्तो ठुल्ठुलो ढुङ्गाहरू छ क्या। त्यही भएर काठ पनि क्या भाइ। आमा म त कस्तो तर्सियो सर्प हो भनेर यार जिङ्गो भएको क्या। ओ माई गॉड आम्मामामा यो गोलो छ नि यो सबै काठ हो
खासै छैन यत्रो रुखहरू त अहिले छैन होला यार यो ढुङ्गाहरू हेर न ओ माई गड यत्रो ठुल्ठुलो ढुङ्गाले उठायो क्या भाइ यो यत्रो मात्रै होइन वहाँ परसम्म वाल कत्रो ठुलो छ यताबाट पनि देखाइदिन्छु यार यत्रो ठुलो ओ माई गड ऊ यहाँबाट चाहिँ ऊ भइसक्यो अरे फाटिसक्यो रहेछ कि तर कत्रो ठुल्ठुलो यार ढुङ्गाहरू है मान्नुपर्छ क्या यत्तिकै चाहिँ यहाँ हुन्छ नि इतिहास बोकेको ठाउँ चाहिँ 400 वर्षभन्दा पुरानो हुन्छ नि यत्तिको बवाल चाहिँ हुनु पऱ्यो क्या ठाउँ चाहिँ फाइनल्ली हामी बाहिर निस्किसकेका छौँ यस्तो बाहिरको दृश्य यस्तो छ पानी पनि रोकिसकेको छ है अब हामीले यहाँ जुत्ता लाउनु पर्ने हुन्छ खुट्टा खाली खुट्टाले गएको त्यहाँ छाताहरू जुत्ता बसेर जुत्ता लाउँछ आमामामा सुलुलुलु निस्किन मनै थिएन है यो हो माथि अझै मान्छेहरू कलार आकाश पनि है त्यस्तै बवाल देखाएको छ आज क्यास्ट्रल माथि है 1 2 3 तला हो क्या माथि अनि त्योभन्दा माथि त जानै नमिल्ने भन्दा माथि टपमा गएर चाहिँ हेरेर मिल्नुपर्ने क्या त्यस्तो हावा चलिरहेको थियो है ल हेरौँ यहाँबाट चाहिँ निस्किने बेला भयो पढ्न सक्नुहुनेछ होइन हेर्न सक्नुहुनेछ ओसाकाबाट चाहिँ होइन आर्मीहरू चाहिँ एकदमै बलियो योद्धाहरू चाहिँ आएर चाहिँ 1,20,000 यो क्यास्टलमा चाहिँ युद्धको लागि चाहिँ आएको थिए अरे होइन यहाँ चाहिँ कोमाकी यहाँ नजिकै भनेको उतातिर कोमाकी क्यास्टल छ होइन कोमाकी क्यास्टल अनि यहाँमा उता चाहिँ सेकी हो क्या सेकी राज्य चाहिँ उता गिफु सेकी भन्न खोजेको चाहिँ यहाँ सेकी पनि छ होइन सेकीको कुरा पनि भएको छ यहाँबाट चाहिँ हेर्न सक्नुहुनेछ पढ्न सक्नुहुनेछ है यो सेकी तिनीहरू छ नि यो ठाउँमा चाहिँ एकदमै हुन्छ नि युद्ध गर्न चाहिँ र युद्ध जितेको ठाउँ पनि हो क्या यो जापानको त्यही भएर एकदमै पपुलर छ क्या यो ठाउँ नै टोयलेटहरू होइन जिदोयान बाइकी त्यो भइहाल्यो नयाँ स्टुडेन्ट कोही आउन चाहनुहुन्छ भने होइन ऊ त्यो त माथितिर टोयलेट हो है त्यो चाहिँ टोयलेट हो फेरि लाइब्रेरी भन्नु पढ्न चाहिँ क्यास्टल बन्द भइसकेको छ है किनभने ऊ बजिसक्यो कति बजे हेर तपाईँ टाइम ठ्याक्क भनेपछि 6 बज्नै थालिसकेछ 6 बजे बन्द हुने रहेछ तर आज मात्रै हो नि भाइ अरू बेला चाहिँ होइन 5 बजे हो नि थाहा छ अब चाहिँ हामी घरतिर लाग्यौँ है त टोयलेट मात्रै जानलाई चाहिँ आउन मिल्ने रहेछ होइन भने सक्यो है यस्तो छ बाहिरको दृश्य वेलकम ब्याक टु माई युट्युब च्यानल हो क्या ऊ देख्यो ऊ टिकट काट्ने बन्द भइसकेको छ नि टिकट काट्ने चाहिँ 5 बजे बन्द होला सायद 5 बजे टिकट काट्ने बन्द होइन कि 4:30 बजे 4:30 4:30 मात्रै है यहाँ आएर चाहिँ कसैलाई बाधा नहोस् क्या ऊ ढोका नि लगाइसक्यो नि यो चाहिँ तल झर्ने है सिडीहरू यो तल झर्ने ठाउँ म एउटा खतरा ठाउँ देखाउने छु क्या यहाँ कतिपय मान्छेहरू भिडियो बनाइराख्नुहुन्छ है टिकटकमा हजुरहरूले पनि देखिराख्नु भयो होला अनि त्यो ठाउँ कहाँ छ भनेर चाहिँ धेरै जस्तो मान्छेले थाहा नहुन पनि सक्छ क्या त्यो ठाउँ पनि देखाउने नै छु हजुरहरूलाई यहाँ त यहीँ नै छ नि कहाँनिर छ भन्ने त्यो पो देखाउने भनेको त ओ माई गड यहाँ हेर्नुहोस् कागदाजै के अरे कागिनी भाउजूलाई के भन्ने एउटा गीत थियो नि चुरा पोते ल्याऊ भन्ने के गीत थियो एउटा त्यो नि गीत भन्नु कविता नै होला त्यो चाहिँ लास्टै स्कुल लाइफमा चाहिँ के भन्छ पछाडि उसमा कभर उसमा हुँदैन कभरमा हुन्थ्यो हरेक बुकको पार्ट नै थियो लेसनै हुन्थ्यो ल यो ठाउँ हो क्या यो ठाउँ है नजिक ल भाइ हेर त तिमीलाई नो इन्ट्री रहेछ अब छिरेर आयो के गर्नु गाह्रो छ ल
यसको बारेमा नि छेसुमे ल यसको बारेमा एक्सप्लेन गर्छ मेरो भाइले वर्णन गर्छ है त ल हेर्नुहोस् यस्तो बाँधेर चाहिँ यो भनेको चाहिँ सुलुलुलु हो के तिमी नि सुलुलु पहिला ग्याङ सुरुमा यो हो सुलुलुलु यहाँ देख्न सक्नुहुनेछ है यो यस्तो छ चाहिँ हाम्रो मन्दिर हो यो मन्दिर चाहिँ ल म सेचुमे गर्छु ल को लागि यो चाहिँ लभ बर्डको लागि है कपालहरूको लागि यहाँ चाहिँ आफूले मनमा लागेको कुरा लेखेर लाइक हाम्रो सम्बन्ध नछुटोस् अथवा केही हुन्छ नि भित्र मनबाट चाहिँ लेख्न मन लागेको चिजहरू पुरा हुन्छ क्या यहाँ लेखेर चाहिँ यसरी टाँच्ने हो है पानको पात जस्तो उसमा चाहिँ म चाहिँ छुट्टी जाओस् भनेर श्राप दिन चाहन्छ है यस्तो चाहिँ भन्नुहुन्न एकदमै आफूमा पनि टिकोस् यो चाहिँ है यस्तो छ भिडियो चाहिँ भिडियो भन्छ के अरे यहाँको भ्यू चाहिँ यहाँ टक्क लगाएर है यहाँबाट पुरै मान्छेहरू यति धेरैले टालिसकेको रहेछ है यो भाइ पनि टाल्ने हो कि भए पो टाल्नु भन न गर्लफ्रेन्ड आलु मैले क्या टालु हो क्या ओ माई गॉड वाट आर आइम हेलो गाइज है यो ठाउँमा चाहिँ एकदम खतरै रहस्य छ है यस्तो टाइपमा गर्ने रहेछ नि यो चाहिँ लभ बर्डको लागि चाहिँ एकदम पर्खा ठाउँ रहेछ यो चाहिँ मैले यसो बुझ्दै जाँदा चाहिँ है इफ हजुरहरूको कोही हुनुहुन्छ भने यहाँ आएर चाहिँ दुईजनासँगै आएर लेखेर चाहिँ यसरी राख्न सक्नुहुनेछ है यो भित्र लगेर राख्छन् होला अनि भनौँ न मनको इच्छा पुरा हुन्छ भन्ने विश्वास त हो नि जे कुरामा पनि यस्तो चिजहरू पाइने रहेछ 2026 4को महिना 14 तारिकमा चाहिँ आएर चाहिँ यिनीहरू यहाँ घुम्न भन्ने जस्तो छ उयो चाहिँ तलतिर चाहिँ त्यो गरेर चाहिँ पैसा फ्यालेर त्यो माथि यस्तो गरेर तान्छन् नि हो त्यो तान्यो भने यहाँको चाहिँ एउटा भनाइ के छ भने मान्छे धनी हुन्छ भन्ने भनाइ छ है त्यो पानी निकालेर त्यस्तो गर्दा चाहिँ मान्छेहरू चाहिँ धनी हुन्छ जति चाहिँ त्यहाँ पैसा आयो नि पैसा फ्याल्छन् अनि फ्यालेर राखे होला है पैसा त म देखाउने छु यहाँ देख्न सक्नुहुनेछ है पैसा अनि यो पुतेलले तान्ने हो है जति पैसा आयो नि हो त्यति नै धनी हुन्छ भन्ने भनाइ हो है देख्न सक्नुहुनेछ यहाँ पोस्टरमा पनि देखाएको छ यसरी नै गर्ने हो है यहाँबाट चाहिँ तलतिर बिस्तारो लाग्नुपर्ने हुन्छ है पसलहरू पनि बन्द भइसकेको छ अलमोस्ट यो ठाउँमा पनि अघि सुरुमा आउने बेला हामी छिरेर देखाइसकेका थियौँ पसलहरू यस्तो गरेर थाप्या हुन्छ यहाँ बाहिर तर सकिसक्यो बन्द भइसक्यो है पसलहरू चाहिँ जाडो पनि नसकिने भयो अब हामी चाहिँ यसरी लास्टमा चाहिँ यो ठाउँमा घुम्न आयौँ धन्यवाद भन्नलाई चाहिँ यसरी निहुरिनु पर्ने हुन्छ है ऐनोरी गर्नुपर्ने हुन्छ यस्तो छ भित्र छिर्ने अनि निस्किने ठाउँ चाहिँ अमी आगे लौ हेर्नुहोस् अमी आगे इनुयामा बिको होइन हो त्यहाँ चाहिँ छिरेर चाहिँ यहाँबाट चाहिँ राम्रो आफूलाई मनपर्ने मान्छेको लागि आफ्नो फ्यामिलीको लागि गिफ्ट लग्न सक्नुहुनेछ र म चाहिँ पर्सनली यो यसमा चाहिँ सजेस्ट गर्न चाहन्छु यो क्याफे आउनुहोस् माथि गएर चाहिँ भ्यू हेर्दै कफी मिठो कफी खाएर चाहिँ जानु होला है यहाँ चाहिँ मिठाईहरू पाउने भनौँ न नेपाली भाषामा भन्नुपर्दा यहाँको चाहिँ चिनोहरू यस्तो छ है देखाउने छु टी सर्टहरू पनि छ सस्तो नि छ 3000 त्यस्तै छ है सस्तो नि 500 पनि छ मिठाईहरू यस्तो छ यहाँ चाहिँ पसलहरू बन्द भइसकेको छन् है खोल्न मिल्दैन अब हामीले यहाँ चाहिँ आइसक्रिम पाउने रहेछ है यो ठाउँमा चाहिँ यस्तो जाडोमा आइसक्रिम खाएर रातो बनाउने हाम्रो भक्तपुरको गल्ली हो त्यस्तै फिल अघि हामी त्यही सम्झेर फिल अघि हामी घुमेर आएको भक्तपुरको 5 तले मन्दिर हो हैन यहाँ चाहिँ ओ माई गॉड अब चाहिँ हामी अलमोस्ट आजको घुमघाम चाहिँ हुन्छ नि यति नै हुन सक्छ है अब यही समाप्त गर्नुपर्ने हुनेछ हामीले अलमोस्ट आजको घुमघाम चाहिँ हामीले सकाइसकेस गरेर चाहिँ हुन्छ नि पुरानो याद दिलाएको छ हामीले चाहिँ
पुरानो पुस्ताहरूको हुन्छ नि त्यो युद्धहरू हरेक चिज त्यहाँ सामुराहरूलाई देखि नै सक्यौँ होइन। अनि कति हाइटमा थियो र युद्ध कसरी गर्थे भनौँ न त्यहाँ माथिबाट, त्यो पनि हजुरहरूले देखि नै सक्नुभयो। होप हजुरहरूलाई यो भिडियो आजको ब्लग मनपर्नेछ है। यस्तै भिडियोहरू हेर्नको लागि हामीलाई साथ दिनुहोस्। अझै नयाँ नयाँ ठाउँहरू घुम्ने नै छौँ र हजुरहरूलाई देखाउने नै छु। इफ हजुरहरूलाई नयाँ कुनै ठाउँ थाहा छ भने कमेन्टमा छोडिदिनु होला, यो ठाउँ घुम्दा चाहिँ हुन्छ नि राम्रो छ भनेर सजेस्ट गरिदिनु होला है। ल आजको भिडियो चाहिँ यहीँसम्म। ल भाइलाई के भन्नुपर्ने छ? बाई बाई। ल आज जाने बेलामा यहाँसम्म चाहिँ भ्लग हेरिदिनु भएकोमा लाइक कमेन्ट सेयर पनि गरिदिनु, मन परेमा सब्सक्राइब पनि गरिदिनु होला। ल है त ल आज भाइलाई पनि थ्याङ्क यू सो मच है, थ्याङ्क यू सो मच सबैजनालाई। ल आजको भिडियो चाहिँ यहीँसम्म। फेरि पनि हामी भेट्ने नै छौँ है, फेरि भ्लग बनाउने नै छु। हजुरहरूको साथ अझै सपोर्टको अपेक्षा गर्दै आजको भिडियो यहीँसम्म। ल बाई बाई।